उहाँले डोको नाम्लो गाछको ठालादेखि लिएर यहाँ पिरङ्गो बुन्दै हुनुहुन्छ तर उहाँ बोल्न सक्नुहुन्न जन्मैदास यस्तो हो उहाँको चाहिँ ल यहाँ अझै भन्नुहुन्छ हामी चाहिँ अहिले पानी बनाउने टोली यता हाम्रो सञ्जेपा बदोच हाम्रो नेता कुमार राई यता हाम्रो जेनजी टोली पनि छन् यता जेनजी टोली पनि छन् यहाँ हाम्रो भाउजू पनि हुनुहुँदो रहेछ भाउजू नमस्ते दिगे भाउजू मरना दर मा त चियाङ Mana mayu ngangai? Menci dah thani, dorong kemen madutku. Ngalang te piang sisung yang. Dem kata londaku. Dem bodau 2-4 dini uang hola sain lah. Cidot benar. Ni nani mana dem kata benaku. Ngadi 14 gate bauju tang langu. Bodau 14 gate. Hai osuj bo. Nganan bodau binga. Bodau 4-5 dini. यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ यहाँ हाम्रो बहिनी पनि हो बुहारी पनि हो जार छन्दै हुनुहुन्छ बहिनी भन्ने छोडेर कता बुहारीले दाजुले ढाल्छ जार छन्दै हुनुहुन्छ हाम्रो चाहिँ यसरी जिर्मालाई चाहिँ निचोरेर खाने चलन छ यहाँ चाहिँ निचोरेको हो छोक्रा भन्छ यसलाई यसलाई चाहिँ अब बङ्गुरको चारो यता चाहिँ मान्छेको चारो पहाडी जिल्लामा हुर्किएको मान्छेलाई त थाहा छ कतिपयलाई यो के हो भनेर छान्दै हुनुहुन्छ अब हामी चाहिँ यहाँ पानी बनाउने टोली यहाँ आइपुग्यौँ हाम्रो बहिनीको घरमा टक्कसँगले अब जाँड खाने हो यो जाँड खाने हो त्यसपछि हामी पानी बनाउने अनि घरमा लगेर हामी पनि छानेर खाने हो यता हाम्रो भाउजू हुनुहुन्छ हाम्रो चाहिँ कैलाशको घर छ है यहाँनिर चाहिँ हाम्रो बहिनी अब कैलाशले बुहारी पनि बुवा ज्वाइँ पनि पर्नुभयो भतिज पनि पर्नुभयो डबका आयो है डबका ए बङ्गाकाले डगपाटी डबका हाम्रो बहिनीको मुस्कान बाहिर लैजाऊ बाहिरै हो र ओ डबका डबका भित्र रेडी भयो खोइ त दाजु हाम्रो जमरा यस्तो भएछ दसैँ पनि सिद्धियो जमरा पनि अब सिद्धिनलाई लगभग खिम्दोको चोखो त देऊ बुढालाई चोखो है चोखो फेरि आयो वा बनामा खापाइदिनु फेरि चोखो हाम्रो भाउजू कैलाशको मम्मी ल डबका डबका हजुर डबका लु लु डबका आयो त यता हो उता रे उता कस्तो यो मेरो यहाँनिर घर हो यो बच्ची यता पाउनु पर्छ म त हान्दै दाजुभाइ हो यता बस्नु मोक्छा भइकन कस्तो अनि मोक्छा भएको चाहिँ हाम्रो खानेको मात्रै पाउँछ तँ मोक्छा यहाँ नि मोक्छै हो यो म जुत्तासँग यहाँ छेउमा गएर बस्छु ए नापा यता हो यता होइन होइन हैन यो पानी बनाउन आएको हजुर म त हतरी मे बुढी छैन नाइ लाउ त रक्सी खानु छ नगा पापो त ngapa दुङ चिया पनि छैन होला अब कसले चिया पकाउने आगो बालेको किन आगो बालेको छैन आगो छ उहाँ ना भइरहन्छ तर चिया चिया खाँदैन आज भोलि चिया मात्रै खाने हो कोही जेन्जी हो उ जेन्जीपट्टि आउँदैन त आउनुहुन्छ पेनालो खादिनु म त तेरका सञ्जयमा दाजु त्यसै भन्नु त पर्दैन हैन भन्नु पाइएन त डबका हान्दैछ यहाँ साथीहरूले जेन्जी टोलीले लागिन कान्छे पहिला त कंगरा सिन्दी त कपंगा सिन्दी हो ngace unni जीवामा धेर खादिन होला
यो चिउरी भनेको हाम्रो जङ्गलमा फल्छ चिउरी बनालो त्यसको निचोरेर ल्याए हो बोटे हुन्छ कहिले काहीँ झुक्काली किन ताङ बङ्गाली मिन्च्याएर पत्तो राखिराखेको हुन्छ क्या हो नि सिन्दाङ धेरै भयो कान्छी मलाई त खान न दाजु बोइ नि यत्रो खायो भने म मर्छु नि त बराबर चिउरी है चिउरी यो चाहिँ चिउरी कतिपय मान्छेलाई चिउरी भन्ने थाहा छ कतिपयलाई थाहा छैन जेठादाई र म चिउरी अरू सबै डबका यतातिर जीवनै चाहिँ ढुङ्गा लु त ल लु लु ल्याउँ ल्याउँ लु लु है से ओन्ती काङ्गे अकुल दिन लङ्गा सापा हजुर लु खाउँ खाउँ ओ रेता ए जीवन दाइ चिउरी चिउरी तुम्मा चिउरी हो नापा भैया भैया चिउरी बाउजू ल ल ल ल आयो त बुढा खाने बिषयमा ल चिउरी इसी यो जङ्गली हो केही गर्दैन घरकोले चाहिँ अलिकति उ गर्छ म त लिँदै छु इसी इसी टिसी टिसी पमेदिन तला केनारो तुम के तला निरवा छापे के सब जा खाने सिजेर आउँदै तिम्रो नआउने भित्र मै चाहिँ ए मन मसँगै आव लु तिम्रो जेन्जियोले भने हो कि कसले भन्यो जेनजिओले चेसै जेनजिओ तपाईले अब यस्तो चाहिँ कहाँ जान्छ 25 गते केटालाई इन्ट्री गर्दिन त खेलोस् हाम्रो गाउँको 25 गतेसम्म त फेरि ढिलो हुँदैन हाम्रो फुचे पाचे निकै छ नि अनि चिन्तासम्म जितेर आउँछ त पछाडी खेल्ने यो क्वेसनको पछाडी अनि म खेल्यो भने पछाडि म गोल हान्ने मान्छे हो अनि केटाहरुको राम्रो कहाँ छैन लोक बुझे हो भेटायो भने म छिराउँछु नि हान्नु जस्तो मात्रै हो कुरो गर्ने त भेटायो भने म छिराउँछु नि त अनि कहाँ किपर डराउँछ किपर त अझै ठिक छ अझैको रनिङ राम्रो छ फेरि अझै अग्लो छ नि त अझै ठिक छ डबकाको थप्पु आयो यहाँ पनि जगान्छ एउटै अझै ठिक छ होइन हाम्रो केटा छ सबै ठिक छ सन्जय पास म यति हाम्रोमा चाहिँ चियाको सट्टा यसरी बेला दिनु जिरिमाको जात तिमीहरूले सिकाउनु छ उसले कसलाई के गर्नु छ कसलाई के गर्नु सबै थाहा छ फेरि